हेलो गाइज, आज चाहिँ म पाल्पाको ऐतिहासिक दरबार रानीमहल आएको छु। रानीमहल यो चाहिँ धेरै पहिलेदेखि यो ठाउँमा आउने ठाउँ रहर थियो। आज चाहिँ फाइनली आएको छु। रमाइलो रहेछ। टिकट काट्नुपर्छ अरे, काटेर जानुपर्छ। त्यस्तै छ। तपाईँलाई म चाहिँ आज यहाँ रानीमहलमा के छ तपाईँलाई देखाउने कोसिस गर्नेछु। ओके, भित्र के छ कस्तो छ आइल सो यो ल हालस। ओ यो चाहिँ ठाउँ कता थाहा छैन मलाई पनि। यता जाँदो रहेछ। यो चाहिँ रानीमहल मेन महल। ए जा महलभित्र पसौँ। लाइट बोलेको छ। ओके, रानी कक्ष ल। यो चाहिँ फाइनल्ली रानी कक्ष हो र यहाँ चाहिँ रानी बस्नुहुन्छ अरे। हो छ ल। राजा रानीको लागि चाहिँ बनाइदिनु भएको अरे यो महल चाहिँ। सही रहेछ। यता ठाउँ अनि राम्रो छ। यहाँबाट माथि जाने हो। माथि चाहिँ अहिले पछि जाउँला है। यता के हो थाहा छैन। नजिक ठाउँमा नजाऊँ। यताबाट सर र हेरौँ के छ। ओके, यहाँ प्रहरी साथीहरू पनि बस्नुहुँदो रहेछ। प्रहरी बिटहरू टिकट सिस्टम रहेछ अहिले चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ। ओ माई गॉड, ओ माई गॉड, लुक एट द खोला, नदी कालीगण्डकी नदी। माशाअल्लाह। ओके, यो चाहिँ के को बुट्टा हो त्यो पनि थाहा भएन, तर यहाँबाट चाहिँ बबाल देखिँदो रहेछ ल। ए सही छ नि होइन? टक्क लगाएर ए सही छ। यता पनि छ होइन। अहिले चाहिँ यता चाहिँ तपाईँहरूलाई म एकछिनमा देखाउने छु। अहिले चाहिँ माथिल्लो तल्लामा जाऊँ न त। तपाईँहरूले देख्न सक्नुहुन्छ फाइनली म चाहिँ रानीमहलभित्र आएको। लेख्नुहोस् कति दामी छ देख्नु। ओके, तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेवा फलेछ। सरहरू पनि बस्नुहुँदो रहेछ। बाफ्रे, अहिले चाहिँ सायद यसको पुनर्निर्माण भएको होला। ल तपाईँ जानु ल, माथि जाउँ टक्क। घरै त महल होइन। अहिले चाहिँ त्यो सिँगार पुटार गरेर बस्नु रहेछ टक्क लगाएर। आर्टिफिसियल होइन, ओरिजिनल हो। यो चाहिँ के को मल हो? यहाँहरूले युज गर्ने ठाउँ होला। भाँडा बर्तनहरू होइन। गणेश मन्दिर, सिसी क्यामेरा राख्नु भएको छ अरे। नो प्रब्लम, अभियसली त्यो भइहाल्छ। सही छ। भगवान्हरू हुनुहुन्थ्यो रहेछ होइन। यहाँबाट ढोका खोलेर बाहिर हेर्ने हो भने यस्तो बबाल छ। वाइफाई पनि होला। यता पनि छ। ओ फाइनल्ली यो ठाउँ राजाले हेर्ने ठाउँ होला। त्यहाँ चाहिँ के हो थाहा भएन। त्यो चाहिँ बस्ने ठाउँ होला। ल हेर्नु, यहाँ चाहिँ बारदली। ओके, ठिक छ नि त। राजाको ठाउँमा आउँदाखेरि पसिना पनि आउँदो रहेछ। यस आउने रहर थियो धेरै पहिलेदेखि होइन। फाइनली आयो। ऐतिहासिक कुराहरूको देख्न पाइयो। द्याट इज माई गुड थिङ्स। ओके, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। अहिले जताततै बाटो चाहिँ इजी रहेछ। बाटो फरक छैन। जताततै पिच भएको छ होइन। हामी चाहिँ रेडी हुँदै आएको। द्याट्स ओके, लेट्स गो अदर प्लेस। ए अब यो एरिया जीर्ण भएको मेन्टेनेन्स गरेर राख्नु भएको रहेछ। जस यो मन्दिरले चाहिँ यहाँ चाहिँ बैठक कक्ष छ अरे, तर यहाँ ब्लक छ। ओके, यता पनि जाने ठाउँ छ के अरे। त्योभन्दा पहिला यता पनि जाऊँ। ओके, सही छ ठाउँ त। दरबार न हो, सैन कक्ष होला। ओके,
वाह, दरबार हो नि है, रानीको दरबार। दामी छ नि त। Okay. Oh my god, guys. Oh my god. Okay. पजामा माथि सायद यो चाहिँ मेन्टेनेन्स गरेर प्लाइवुड हाल्नु भएको होला हैन, तर एटलिस्ट ओभरअल इतिहास बोकेको दरबारमा चाहिँ 2072 सालको भूकम्पले पनि खासै क्षति पुर्याएर हिँड्छ हैन। आयो खुसी लाग्यो। धेरै ढोकाहरू चाहिँ सायद बन्द छ, अफिसियल कामको लागि होला। यता छ, यसरी जाने ठाउँ पनि रहेछ। अब एउटै ठाउँ जाने याके गाइस। अब अघि चाहिँ हामी कता डाको यतै हो एकचोटि। ल गाइस, तपाईँहरूलाई चाहिँ भर्खर भित्र पनि हेरेर आयो। बाहिरबाट हेर्दा चाहिँ यो बवाल छ, यस्तो प्रकारको छ, तपाईँहरू देख्न सक्नुहुन्छ हैन। मान्छेहरू पनि आउनुहुँदो रहेछ हेर्न, सट्ट लाएर हैन। यो चाहिँ सायद किल्ला हो, राजाहरूको रानीको लागि सुरक्षाको लागि पहिला राख्ने किल्ला नै हो हैन। अब तपाईँहरू देख्न सक्नुहुन्छ यो सायद चाहिँ किल्ला भन्छ हैन। अहिले चाहिँ हल्का यो जीर्ण भएको रहेछ, त्यही भएर मान्छेहरू चाहिँ यहाँ जान मिल्ने रहन्छ। यहाँ खतरा छ भनेर चाहिँ लेख्नु भएको छ हैन। यता पनि त्यस्तै छ, सायद यताबाट पनि हेर्न मिल्छ, तपाईँहरू देख्नुहोस्। यहाँ शिव मन्दिर छ अरे, यता खतरा छ लेखेको छ, त्यही पनि यसो हेरौँ भनेर हैन। खुट्टी पहिला चाहिँ यस्तो थियो होला, यहाँबाट देख्दा चाहिँ यस्तो छ। तल रानीले नुहाउन जाने सिँढी पनि छ हैन। यहाँबाट चाहिँ महल चाहिँ यस्तो बवाल देखिँदो रहेछ हैन। यो एरियाहरू चाहिँ सट्ट लाएर रानी महल हो यो चाहिँ, टक्क लाएर राम्रो छ। भित्र पनि राम्रो छ। आई वेन्ट इनसाइड अलरेडी। आई थिङ्क दिस इज अ पोखरी। यो चाहिँ लाइटिङहरू हुन्छ होला। त्यही त ओभरअल अहिले राम्रो गरे हन्। यस्ता तरिकाको डेकोरेसनहरू रहेछ फाइनल्ली। अनि ल अब तपाईँहरूलाई चाहिँ म रानीले नुहाउन जाने ठाउँ चाहिँ देखाउँछु। त्यो चाहिँ त्यही भइहाल्नु भएको होइन। र यहाँ होइन, यहाँबाट तलबाट चाहिँ छ होइन, तलबाट चाहिँ ठाउँ छ होइन। यो चाहिँ शिव मन्दिर हो होइन, शिव मन्दिर भन्छ। धेरै कुनाहरू पनि छ होइन, सबै कुनामाहरूमा चाहिँ यहाँ हामी पसिसाध्य हुँदो रहन्छ होइन। अब यहाँ हेरौँ, यता पनि यस्तो दामी ठाउँ छ, इँटाहरू छ, रातो पुराना होइन। यो चाहिँ कालीगण्डकी नदी भइहाल्यो। यो देखिन्छ नि जुन देखिए, यो चाहिँ रानीले नुहाउन जाने ठाउँ हो अरे। त्यहाँ चाहिँ जान चाहिँ दिँदो रहन्छ होइन। यहाँबाट सट्ट गएर यसरी नुहाउँछौँ। चाहिँ खोइ कता जाने ठाउँ हो मलाई पनि थाहा छैन। ओभरअल सही छ साथ होइन। आई एम ह्याप्पी यहाँ आएर, खुसी लाग्यो। ओरिया क्यामेरा स्यामेरा सबै रहेछ, सुविधा अहिले राम्रो जे व्यवस्थित बनाउनु भएको रहेछ होइन। पाल्पा पर्यटन संस्कृति के भन्छ उहाँहरूले है, मलाई चाहिँ एकदम मन पर्यो। तपाईँहरू पनि आउनु होला होइन। ल यहाँबाट चाहिँ रानी बल चाहिँ सट्ट लाएर वाल देखिनु रहेछ ल है त। ल त्यस्तो कुटीहरू हुन्छ। ओभरअल आज चाहिँ फाइनल्ली यो घुमेर भ्याइसक्यो, कोठाहरू पनि तपाईँहरूलाई देखिसक्यो। मलाई चाहिँ एकदम राम्रो लाग्यो है। ऐतिहासिक धरोहर बोकेको 2072 सालको भूकम्पमा पनि नभत्किएको रानीलाई खुसी पार्नको लागि बनाएको अरे यो ठाउँ। तपाईँहरू पनि पक्कै पनि घुम्न आउनु होला, एकदम सजिलो छ, बाटो जताततै पिच छ, राम्रो लाग्यो है। अनि इन्जोय गर्न सक्नुहुन्छ हाम्रो रानी महल। सी यू नेक्स्ट भिडियो।